है बेबो र गाउँलीलाई एक ठाउँमा राखेर अनि म त बोल्नु सक्दिनँ बेबो बोलेपछि म त चुप के ब्रो स्टिभ ओ मेरो दाइ स्टिभ दा लभली वर्ड दादा तपाईको एउटा मेरो दिदी एउटा बिग फ्यान रहेछ है म त स्टिभलाई मात्रै पठाइदिन्छु स्टिभलाई मात्रै मात्रै ल्याइदिन्छु भन्दै थियो दिदी के हो कुरो स्टिभ दाइले त मोनी लगाएछ यार दिदीलाई ओइ हैन हामी के कुरा गर्यो तिमी हौ ए हैन कन्टिन्यू गाइस हिजो हामी देवो म सिजलिङ त्यो झोल दिदी हैन अनि हाम्रो मिन्सो थियो अनि हाम्रो को चाहिँ स्टिभ थियो हामी बसेर रमाइलो गर्दै थियौँ कस्तो दिदीको नाम चाहिँ बिगार्नु हौ अन्त झोल अरे हौ झोल अरे हौ मेरो भाइरल दिदी भनेको क्या भाइरल दिदी हुनुहुन्थ्यो कि भाइरल दिदीको नाम चाहिँ झोल हो क्या झोल मिस्टर थापा वेलकम टु माय लाइभ मिस्टर थापा अनि झोल दिदी पनि हुन्छ झोल दिदीलाई चाहिँ सबैले अनफलो हान्नु ल टिकटकमा मेरो दिदी हो सपोर्ट गर्नु सबैजना गएर जोललाई फलो गर्ने सिजलिङ नानाले भन्नुभएको भनेर त्यहाँ जोलले सिपदाइ पनि आउनु न लाइभमा आउनु न सिपदाइ जोइन गर्नु भन्छ अब जोइन गर्नु पर्यो सिपदाइ ससाङ हेर्नु न त्यसो गाउँले मेरो त फेरि जोयल हैन क्या झोल ओइ के हो सुन न सिजलिङ पनि हक जान्दै स्टिभ दाइ पनि हक जान्दै टाइमिङ त मिले हो के ट्युनिङ गरेरै थ्याङ्क यू साथीहरु डबल आराम साथी डबलमा रोज साथीहरु एउटा थ्याङ्क यू मिस्टर थापा साथीहरु अरु गेम चलिरहेको छ खै जितौँ न त अनि के हो अनि यस्तो टिकटकर अगाडि भएपछि जितौँ भन्ने थ्याङ्क यू साथीहरु लास्ट एउटा रोज ओ के हो दुईटा रोज ओइ 6 वटा रोज रहेछ त यार के हो मेरो 3टा बाँकी म चाहिँ कहाँ छु मेरो कहाँ देखाउँछ ब्रो साथीहरु लेट्स गो सुबिदा थ्याङ्क यू मेरो नाना अब तीनटा ओइ यहाँ रहेछ ओइ मलाई पनि रोज पठाम न यार छिटो ए मेरो ग्रेसी नाना हुनुहुन्छ अब फिक्स जिते मैले लु फिक्स हैन को मेरो चाहिँ को नाना हुनुहुन्छ अब के गर्नु हैन है हामीले जबरजस्ती लाइभमा बोलायौं साथीहरु सबैजनाले मिलेर है मलाई जित्नु पर्यो यो के भइराछ हौ यहाँ हैन उसको को नाना स्टिभ जी सिजलिङलाई जिस्कायो लास्ट टाइम मजा आउने अरे लभली वर्ड्स तलबाट आएर सियोले घोच्नु पर्ला दादा सुन्नु न अस्ति हाम्रो त मिलनदारी भनेको धोबी छुट्यो अरे लास्टमा रोजले छुटेको हो कि क्या भगमा त एडिट गर्दा कसम गाइस तपाईहरुले हेर्नुभयो हाम्रो सबैजनाको एकदम मन पराउनु भयो नि हैन तर त्यहाँ कट गर्दा हैरान भएको हो के म एडिट गर्दाखेरि तर दिस इज लाइभ क्या ब्रो लाइभ यहाँ त कट हुँदैन नि के कट गर्ने के कट चाहिँ के हुँदैन ए ल दुईजना हेर्न फेरि कस्तो इनोसेन्ट भएको सुन न फेरि म त कट गर्दिन्छु नि त थ्यांक यू नाना म त लाइभमै कट गरिरहेको छु त अहिले पनि थ्यांक यू नाना यस्तै तरिकाले हालियो अब हेर्नु मैले त भ्लग गर्नु छोड्दिएको यिनीहरू धरन आएपछि मैले भ्लग गर्नै छोड्दिएको ओ हेलो म भोलि एउटा टिकटक निकाल्छु मैले त्यहाँ पालो कसलाई देख्छु त्यहाँ टिकटकमा पालो डजन्ट मिन कि अब म पनि त त्यहाँको सबै गर्न थालेँ तपाईँले अब हामीले भ्लग गर्नु दियो भने हामीले टिकटक गर्नु दिएको छैन मैले 4 दिन धरानमा बसेँ लु हेर्नुहोस् गाइस त्यहाँ 4 दिन मैले टिकटक पोस्ट गरेको छुइनँ नि हजुर भन्नुहोस् न कस्तो हो हाम्रो भनेको रियल टाइम अपडेट आउँछ मैले पनि त त्यहाँ त टिकटकमा त रियल टाइम अपडेट त गर्नु मैले अनि त्यो क्याफेमा बस्दा पनि यहाँ एउटा हाल्छु है भने चाहिँ फेरि सोचेँ होइन सिम्पल कुरा भन्छु स्टिभले पनि आज मात्रै हाल्नु सिजलिङ रानीले कुरा सिम्पल के गर्छ भन्दाखेरि उसले जति मैले खिचेको टिकटक हुन्छ माग्छ मेरोबाट लगेर जान्छ त्यही पोस्ट गर्ने उसले यति हो साथीहरु यसो गरौँ न मेरो 100 कटा लु एउटा लु हेर्नु न त मेरो प्रोफाइलमा गएर हेर्नु मैले ससाङको केही पोस्ट मागेर त्यहाँ पोस्ट गरेको छु भने लु मेरो कान यहाँ काटेर यहाँ थपक्क यहाँ अगाडि राख्दिन्छु सबैजना उसको इन्स्टाग्राममा गएर हेर्नु त पोस्ट गरेछ कि छैन इन्स्टाग्राममा त जस्ट बिकज इन्डियाबाट पनि हुनुहुन्छ नि त भ्युअर्सहरू अनि सबैजनाकोमा टिकटक चल्दैन क्या त्यही भएर 1-2 वटा गरेको नमागौ मैले त्यो 2-3 वटा पोस्ट गर्न आँटेको नगरौँ ठिक छ गरौँ 1-2 वटा पोस्ट गरिसकेको रहेछ 2-3 वटा मागेको रहेछ लग्न त लगेको रहेछ त यार त्यो मागेको नि केही होइन मैले आफै एयर ड्रप गरेको वाह हो नि लभली वर्ड्स यार लभली वर्ड्स है
तर थ्याङ्क यू यार मेरो पनि 100 कटाइदिनु भएकोमा लभली यार उनीहरू फर्स्ट त हुनै पर्यो थ्याङ्क यू सबनम थ्याङ्क यू सो मच सबनम मेरो यो गेम जिताउने मेरो सबनम हो अनि मेरो ग्रेसी नाना हो अर्को गेम पनि खेल्ने गाइस खेल्नुमै के खेल्ने सबनम बाई यता आएर खेल्नुहुन्छ के थाहा नजानु है उता नजानु है सो यहाँ गेम पनि अबे आदर्श मेरो भाइ पुग्ले वा यतिको माया पाउनु म त मेरो चिनेको हामी मेरो आफ्नो नानाले मात्र गर्नुहुन्छ होला नि हेर्नु न माया हौ हेर्नु न माया यो माया म नाना के हो कानी गुजी कोट्याउने बेला भयो कि के हो गीत गाउनु नपाउनु हामी यस्तो राम्रो स्वरले त्यो पनि चिसो धरारमा चिसो यो बाहिर भाइ नेक्स्ट गेममा म आउँछु है डेन्जर गिफ्टरहरू लिएर ल दादा लभली हुनु पर्यो अब म त सेकेन्डमा पो छु एकछिनमा फर्स्ट हुनुपर्छ है एकछिन तिमीहरू हैन अब मलाई जित्नु देऊ न म जित्छु जित्नु दिनु नदिनु भन्ने कुरा होइन यहाँ जसले माया पाउँछ उसले बेसी पाउँछ उसले जित्ने हो कि के हो यो गेम यस सर अब हेर्नुहोस् न उहाँले के भन्नुहुन्छ दिपकजी हेर्नुहोस् न दुईजनाको पढ्दा सेम छ त सँगै हो र जनताजना हो नि उहाँहरू सँगै हो नि वा लभली वर्ड्स यार मैले नोटिसै गरेको थिएँ त क्या त्यो कुरा ला अब म भन्दा ठुलो हुन्छ कि म भन्दा सानो हुन्छ मैले सबनम भनेर मात्रै मेन्सन गरिरहेको छु ल सबनम दिदी यहाँ आउनु दिदी भन्नु भएपछि त नजानु पार्टी चेन्ज गर्ने होइन क्या यो राजनीति हो पार्टी चेन्ज गर्दै हिँड्ने लभली वर्ड्स यार लभली वर्ड्स मिसो थापा साथै 13 जनाले हान्नु पर्यो नि त यहाँ डबल खोल्नु 10 जनाले रोज अब 12 जना दाल भात थोरै हालेर दाल धेरै हाल्नु र माथिरै कम्प्लिट हुनुपर्छ है साथीहरु के हो हामी 13 जना पनि छैनौं हामी रोज एउटा लाइभ गोल राख्दिम न मेरो त खतरा सिलामजी थ्यांक यू भेरी मच हो लाइभ गोलमा के हुन्छ साथै सबजना 13 जना आउनु त 2 जना बाँकी छिटो थ्यांक यू सुस्मिता थ्यांक यू ग्रेसी नाना मलाई पनि पठाउ ल गाना पैसा आएन के भन्छ मामा मेरो मामा आए मामा कति प्यारो छ मामा एउटा रोज हान्नु त अहिले चाहिँ तत्काललाई चाहिँ तत्काल 10 जना कहाँबाट खोज्नु 6 सेकेन्ड मेरोमा पनि हान्नु नै के छ सबै हान्दिम ल यो रोज भन्दा धेरै पठायो भने के हुन्छ अब हेर्नुस् है यो हामी यसो छ यहाँ 2 जना युट्युबरहरू बेसी हुनुहुन्छ टिकटकर भन्दा म मात्रै हो यहाँको प्योर युट्युबर हो के डोन्ट कल योरसेल्फ अ टिकटकर हैन म टिकटकर हो नि त हैन कन्टेन्ट क्रिएटर मामा लभली यस्तो हो लभली हान्न पर्यो माको मलाई पढाउनु पर्यो भन्ने थ्यांक यू चला जान पर्छ ओहो लभली यार लभली साथै ठोकौँ त माको ठोकौँ अरू कुराहरू पनि गरौँ न हौ अन्त त्यत्रो माया गरेर सबजनाले हेरिराख्नुहुन्छ हामी चाहिँ ठोकौँ भन्दै बस्ने हो सरकायो त एउटा ससाले जितिराख्नु भएको छ बुस्टिङ त कसरी थ्यांक यू सानो बुझेल परेमा त थ्यांक यू नाना मेरोमा एउटा साथीहरु ल लेट्स गो रोइ हान्नु पर्छ ल म त जित्नु पर्छ लास्टमा त झन् हो गुड मामा थप लेट्स गो यस बुस्टिङ यस अरे सानो बुझेल जी थ्यांक यू मसँग 3 जना सपोर्टर हुनुहुन्छ है अहिले डेन्जर यस हाम्रोमा बुस्टर राखेछ नि पोइन्ट त डक्टरले पढाएको थियो ब्रो अम्बो सब ला थ्यांक यू सो मच फर्स्ट म त पागल भए ओइ व्यापार गरेर नाच्दिम भयो व्यक्ति नाटकमा गयो तिमीहरू अहिले जितेको भए चाहिँ नाटक हुन्थेन थ्यांक यू सो मच सानो बुझे सबनम एन्ड ग्रेसी नानाले 3 जनाले मलाई जितिराख्नु भएको छ गर्ल्स सपोर्ट गर्ल्स ये यस्तो यो गर्ल सपोर्ट गर्ल भन्ने भेदभाव गर्न मिल्दैन है गर्ल्स क्यान अल्सो सपोर्ट बोइज also boys can support girls
आइस खबर दाल भात को छ मिक्सो छ ससाङ डक्टरलाई सही छैन दिमाग नि छैन टेन्सन नि छैन भने त्यो गेम चलिरहेको छ भात आफू त फर्स्टमा छ खुसी सिधै आउँछन् अरे के दादा हक्स हाल्नु पावर अफ देखाइदिउँ न पछि हेर्नु काम लाग्ने म यो तपाईँलाई त्यही भएर जिताउँछु हामी चाहिँ बेकामे हामी चाहिँ काम लाग्दैन भने चाहिँ के म तिमीहरू के गर्छौ 4 3 ला मलाई त ओप्पा सपोर्ट गर्नुभयो यार म फलो गर्नुभएको रहेछ उहाँले म फलो ब्याक गर्छु थ्याङ्क यू सो मच थर्ड एन्जल गेममा लागेछ के अरे अब लफडा हुन्छ यहाँ अब लफडा हुन्छ यहाँ फेरि पठाएको फेरि खेल्नु फेरि हार्नु मन छ होइन यार तर त्यस्तो दिन नभनौँ प्लिज यो मेरो कन्फिडेन्सलाई उयो नगरिदिनु है अब हामीले यहाँबाट यहाँ हामीले के टुनामुना लगाइसकेको छौँ अब टुनामुना गर्यो कि जादु मन्तर गर्यो कि त्यो पनि थाहा छैन कसले मेरो कुरा काट्यो यहाँ मलाई त खोकी पो लाग्यो त कुरा काट्यो होइन हामीले तपाईँलाई कति मिस गरेको तपाईँलाई बाडुली लागेन बाड ए हो त्यही भएर मेरो हिजो सास फेर्न गाह्रो भइरहेको तिमीहरू सन्तोषी के छौ सिस क्या बेबो र गाउँलीलाई बिचमा राखेर अनि मलाई यिनीहरूको फाइट गराउनु दुईजना पुरै हाम्रो बेबो त थाक्दैन नि फेरि बोलेर म पहिला सबसे लाउड स्पिकर जस्तो लाग्थ्यो कि जब बहिनीलाई भेट्छु नि त्यसलाई बोल्नु दिन्छु क्या बोल्न है बोल एकछिन सास पनि फेर्न भन्छु घरिघरि होइन भोलि अब एक दिन हामी फेरि त्यो बसेको बेला चाहिँ गाउँली र म एक टिम होइन त्यो सिजनिङ र म एक टिम ल गर्ल्स बोइज ए भइहाल्छ नि लु अस्तिदेखि ससाङ तपाईँले नि यस्तो त्यो ग्रुप बनाउँदै हुन्छ कि भर्सेसवाला त्यो डे 1 देखि अब टिम छुट्टिनेवाला छ ए ओके छ त हेरौँ मैले राम्रो कुरामा भनेको क्या त्यही त नट इन त्यो नेगेटिभ वेमा अन वेमा राम्रो वेमा ल यसो गरौँ न त हामी पछि अब हाम्रो यो कोलमचुङ गोला जाँदाखेरि कसले धेरै भाडा मानिरहेछ कम्पिटिसन खेलौँ न त भइहाल्छ नि हुन्छ के हुन्छ अहिले लाइभमा यहाँ ल्याऊ अनि खेलौँ लु त्यो बिचरा थाकेको छ त्यसको थाहा छ त काम के हुँदैछ भनेर बिचरा बेबोको यो भइरहेछ नि लाइभ त हेर्दै होला कि तर अनि त्यसको केही आउँदैछ गाइस सपोर्ट आवर बेबो डियरेस्ट क्युटी फुचु त्यसको धेरै राम्रो कामहरू गर्दैछ त्यसले अब त्यसको फाइनल रिजल्टको लागि पर्खिँदै गर्नु होला के हो भनेर सरप्राइज ल अब 7वटा जे भए पनि पुऱ्याउनु पर्यो 20 सेकेन्ड बाँकी थ्याङ्क यू रोहित राई साथीहरू अब एकजनाले हान्नु भयो सुरु गर्नुभयो 8 जना रोहित राई साथीहरू केही गरौँ न यार गाउँ टुमर टार्गेट रिच थ्याङ्क यू नानाले ल्याइदिनु भएको फोनबाटै म लाइभ बसिरहेको छु अनि यहीँबाट म जितिरहेको छु क्या चाहियो भन्नु थाल्यो फेरि सबैजना दाजु हामी अहिले लाइभ ल्याउन सक्दैनौँ भने क्या भने दाइ चाहिँ उहाँ कोरियाको लागि तयारी गर्दै हुनुहुन्छ हि इज इन काठमाडौँ हि क्यानट कम लाइभ मैले अघि दादासँग बुझेँ तर धरानको थुक्पा चाहिँ उहाँले मिस गरिराख्नु भएको छ है लभली थुक्पा अब यस्तो हो क्या देवो पनि बिचारा गिफ्टिङ पोइन्ट चाहिँ यो इन्टु 2 मा हान्यो भने चाहिँ फेरि बवाल हुन्छ नि फेरि एउटा हान्दाखेरि फेरि इन्टु 2 हुन्छ यो पहिला मैले लाइभ बस्दा सिकेको हैन छोड्दियो सिजनिङ मैले जित्दै सेकेन्डमा जति हाल्नुहुन्छ त्यसको डबल हुन्छ म ससाङको टिम हो ल भाइ सेकेन्डको भइरहेको छु आज भइरहेको छ जल्दा लास्टमा देखाउनु पर्छ है पावर त हामीले देखाउनु पर्छ सो मच नवाङजी थ्याङ्क यू यमुना राजी लाइभमा ल्याउनु भएन सानो जस्तो हुँदा पनि तपाईँहरूको नामबाट मात्रै भन्दैछु है के शिव दाइले जोइन गरेर स्टिभ दाइ आउनु पर्यो होला नि सुरुमा केटा स्टिभ दाइ कहाँ छन् अहिले टोइलेटमा होला नि कहाँ होला नि के गर्दै होला नि बिचरा तिमीहरू प्रेसर नदेऊ न दाइलाई यार लाइभ हेरिरहेको छ दादा कुन तरिकाको हगाइ हो रे तँलाई मैले टी सर्ट मगाइदिएको थिएँ कि अब त ससाङ दाइको सपोर्ट भनिस् तैँले त्यो टी सर्ट क्यान्सल बुझिस् अब सक्यो अब मैले लगाएर हेर्दै बस्नु बाबु टी सर्ट जुन भुवाको लाउँछस् कि त्यो होइन लोकल लाउँछस् आफै विचार गर है
ब्रो प्लिज भयो ल अलि उयो भयो त्यो त्यस्तो त म भन्दिनँ बट पछि कुरा गर्छु मैले थाहा पाइसकेँ उसले नाइकीको किनिदिन आँटेको रहेछ मैले लाउने भए बाबु अब हेर होइन होइन होलीको त्यसले अब गुमाइसक्यो क्या त्यसको चान्स गुमाइसक्यो गुमायो बाइस गुमाइसक्यो जे लगायो नि अब दिपकले लगाउँछ सक्यो होइन गएर अरे नपिट्नु नपिटम सुजलको चाहिँ इक्जाम चल्दैछ सुजललाई सबैले दाइको सपोर्ट हो ल ल त कट्टर दाइको सपोर्ट भइसक्यो सुन केटा सुन भाइ तँलाई त्यो भिडियो रिपोस्ट गरेर नि रिपोस्ट म रिमुभ गर्नु पर्यो हो दे भाइ सुजल टेन्सन नले म छु त म रिपोस्ट हालिदिहाल्छु ल थ्याङ्क यू सानो बुझेल सानो माया आउन बरा सबनमजीले मलाई डोनट पठाउँदै हुन्छ डोनट खाएँ मैले डोनट एउटा दाँत सिमेन्ट लगाएको कति अरे बाबु सुन मसँग घरमा ल्याइले यति सिमेन्ट उब्रेको छ फ्रीमा लगाइन्छ हौ मसला पर्दैन तीनजना सपोर्ट यार कसम अहिले पनि ट्याप 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 गर्नु हुँदैछ होला त्यसको लागि धेरै धेरै धन्यवाद के आयो टोपी आयो त टिकटकको जति नै टोपी आए पनि सिरिङलाई जित्न नसकिँदो रहेछ क्या के लफडै भयो नि छोइ मार्दिम न यो म्याच भयो नखेल्ने अब नखेल्ने कसले क्यान्सल गरेको भर्खरै तिमीले जितिसकेको क्यान्सल गरेको होइन के भयो भन् त होइन त विन भनेर आएन त आइरहेछ त हो तिम्रै आइरहेछ त म्याडम चाहिँ भिक्ट्रीलाई पाइसक्यो क्या त्यहाँ थ्याङ्क यू सो मच ग्रेसी नाना थ्याङ्क यू सो मच सबनमजी थ्याङ्क यू सो मच सानोजी सिधैलाई सिधैलाई कल गर त नम्बर होइन नि अब के छ नि त म्यासेन्जर एक नम्बर सिप सुतिसक्यो अघि मैले फोन गरेको थिएँ ढलिरहेको थियो ए सिजलिङले फोन गरेपछि मरेको मान्छे पनि उठेर आउँछ क्या मरेको मान्छे अघि लाइभ बसेर जानु भएको थियो जानु चाहिँ म त्यति बेला जोइन गरेँ चाहिँ म त आज गाइस हेलो के गर्नु हुँदैछ लाइभ आफै लाइभ एक्लै सिङ्गल लाइभ जोइन गर्नु न हाम्रोमा ओके यार खै त यहाँ स्टिप छैन त उयो गर्नु त लाइभ हुनुहुन्छ अरे उहाँ उयो गर्नु त त्यही भएर त स्टिप भनेको रहेछ त यहाँ कहाँबाट छिराउनु फेरि स्टिपलाई म त मैले बाटै उयो गर्नु न ए आयो ओ वेलकम टु द लाइभ अब क्या गर्नु अब ताली बजाइहाल्यो है धन्यवाद त भन्नै पर्यो कसैले ताली बजाएन गौली पनि देब्रेपट्टि फर्केको रहेछ के हेरेको भाइले मैले ताली बजाइसकेँ त अन्त थ्याङ्क यू अब तिमी त बिचौँ त भन